दर्शकवृन्द, नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य समेत रहेका योगेश भट्टराई विरुद्ध गृह जिल्ला ताप्लेजुङमै चर्को नाराबाजी भएको छ। यति मात्र होइन, उनलाई सुरक्षाका लागि चर्पीमै थुन्नु परेको छ। शुक्रबार पर्यटन मन्त्री बद्री पाण्डेसँगै हेलिकप्टरमा गएका योगेशलाई नाराबाजीसँगै घेराबन्दी गरिएपछि सुरक्षाका लागि शौचालयमै चुक्कु लगाएर थुन्नु परेको छ। फक्तालुङ गाउँपालिका 6 लेलेपमा कञ्चनजङ्घा हिरक महोत्सव चलिरहेको छ, जसको उद्घाटन गर्न भनेर योगेश गृह जिल्ला ताप्लेजुङमा आएका थिए। सोही क्रममा नो केबलकार समूहले उनलाई चर्को नाराबाजी सहित घेराबन्दीमा पारेपछि उनको जीवधनको सुरक्षा गर्दै शौचालयमा चुक्कुल नै लगाएर थुनिएको थियो। पछिल्लो समय विभिन्न राजनैतिक दलका नेताहरू जुन ठाउँमा पुग्छन् त्यही ठाउँमा चर्को नाराबाजी र लखेटिने क्रम बढिरहेको छ। दर्शकवृन्द, पछिल्लो समय किन यस्तो भएको होला, तपाईलाई के लाग्छ? तपाईको धारणा तलको कमेन्ट बक्समा उल्लेख गर्नुहोला र भिडियोलाई शेयर पनि गर्नुहोला।